हेलो एभ्रिवान, गुड मर्निङ। के कसो हुनुहुन्छ तपाईँहरू? निकै आनन्दै हुनुहुन्छ। आशा गर्छु सबैजना ठिकै हुनुहुन्छ भनेर। म चाहिँ बिहान उठेर आफ्नो काम सुरु गरेँ। झाडुसाडु मार्न ओर्न, बिहान आँगन झाडु मार्न ओर्न, अनि यता आएर पानी पिउन थालेँ। पानी पिउनु अरे स्वास्थ्यको लागि राम्रो अरे। मैले चाहिँ आदतै हो क्या बिहान उठेर पानी पिउन। पानी पिउँदा ओर्दा त छोरो पनि उठेछ, बोलाउन थाल्यो। उसलाई लिन गयो कि आउँदै आउँदैन, उसको अब एक खालको छ। अनि उसलाई उठाएर मुखसुख धोएर त केही खुवाएँ। अनि आफ्नो कामतिर लागिहालेँ। बेड कभरहरू धुन पनि थियो, निकै दिन भइरहेको थियो नधोएको। अनि धुन पनि थालेँ। हिंसा नगर्नु है, मेरो घर चाहिँ माथि सिलिङ लगाइहालेको छैन कि अलिक सरम पनि लाग्छ घर देखाउन ओर्न। त्यहाँ कपडा सपडा धोएर सुकाउन गएँ क्या। सुकाएर अनि सुकाउँदा ओर्दा पिलिक पेलाक यताउता हेर्दै पनि कसैले देख्छन् कि भनेर सरम पनि लाग्छ नि त। भिडियो फास्ट बनाउँदाखेरि अब अलिकति अनि आदत भएपछि त केही पनि छैन, आदत हुँदै साह्रो अब। अनि यता हेर्दै ओर्दै पिलिक पेलाक हेर्दै ओर्दै भिडियो रेकर्डिङ अन गरेर चाहिँ छोडिदिएर बनाउँदै थिएँ। आज फेरि भिएको मिटिङ पनि थियो, अलिक जल्दी गर्नुपर्ने थियो क्या। अनि घाम चर्किएर चाहिँ उस्तै घाम देखेर लोभ लागेर अनि यता लुगा पनि धोएँ। आउँदा ओर्दा यता माछा धुनुहुन्थ्यो रहेछ माछाले। प्रायः जस्तो माछाले धुन्छ कि माछा नि त मलाई त्यति धुन आउँदैन। अनि मैले फटाफट गरेर फ्रेस फ्राई गरेर यता बनाउन थालिहालेँ। एकदम पाहुना नि बोलाएको थिएँ खाना खानको लागि। अनि चुल्हाको हालत हेर न, उस्तै भइरहेछ। छोरो आएर डिस्टर्ब गरेर खाँदा ओर्दा अनि यता मिटिङतिर जाने टाइम भइहाल्यो। दिदी पनि आइपुग्नु भयो। दिदी मलाई नदेखाऊ है भन्नुहुँदै थियो। अनि पुगेर बसिरहेको छौँ। गर्मी उस्तै, गर्मीले पो घाँतो, बहुतै गर्मी। अनि पुगेर मिटिङ पनि सकियो, घर पनि आइपुगेँ। बाई बाई, भेट्छु अर्को न्यू ब्लग।